मैले त सोचेको पनि थिएन यस्तरी चाहिँ कार्ड छिमेकीको घरबाट आउँछ भनेर होइन, मेरी क्रिसमसको। अनि त्यसपछि हामी बुढाबुढीले पनि अब कार्ड दिनु पऱ्यो नि त होइन, दिएपछि त होइन। अनि उनीहरूले हामीलाई कस्तो माया गर्ने क्या, अनि हामीले पनि यसरी किनेर चाहिँ अब धेरै पछि हामीले यसरी कार्ड पाएको हो क्या। अनि त्यसपछि म चाहिँ कस्तो खुसी भएको क्या, मलाई चाहिँ यस्तो सानो सानो कुराले साह्रै खुसी दिन्छ क्या होइन। अनि हामीले पनि डिसाइड गऱ्यौँ उहाँहरूलाई चाहिँ अब कार्डसँग सानो गिफ्ट दिनु पर्यो भनेर। अनि हामीले पनि अनि केही गिफ्ट चाहिँ किनेको छौँ, तर त्यस्तो खासै चाहिँ हामीलाई के गर्ने नगर्ने भनेर चाहिँ आउँदैन। तर जे जति जानेका छौँ बुझेका छौँ, अनि हाम्रो तर्फबाट चाहिँ सानो गिफ्ट किनेर दिन लागेका छौँ। अनि त्यही कार्डसँग चाहिँ गिफ्ट पनि हामीले रेडी पारिसकेका छौँ। अनि यही गिफ्ट चाहिँ अब उनीहरूको चाहिँ के भन्छ ढोका अगाडि चाहिँ राखिदिउँ हामीले होइन। अब उहाँहरूले पाउनुभयो कि पाउनु भएन थाहा छैन, तर मलाई चाहिँ साह्रै खुसी लाग्यो। जे होस् एउटा छिमेकीले भए पनि यो चाहिँ हाम्रो फर्स्ट क्रिसमस गिफ्ट हो क्या। म चाहिँ कस्तो खुसी भएँ क्या। थ्याङ्क यू मेरो प्यारो छिमेकी।